डिजिटल संसारमा कमाई गर्ने माध्यमहरू मुख्यतया दुई प्रकारका हुन्छन्। पहिलो हो केन्द्रीकृत सेन्ट्रलाइज्ड सिस्टम। यसको अर्थ यो सिस्टम जसले बनायो उसैको कब्जामा चल्छ। यसले गर्दा तपाईको मिहिनेतको पैसा रोकिदिने, सिस्टम रातारात बन्द गरिदिने र 2-4 महिनामै धोका दिएर फरार हुने जस्ता खतराहरू रहन्छन्। यहाँ पारदर्शिता, ट्रान्सप्यारेन्सी भन्ने चीज हुँदैन। दुःखको कुरा के छ भने बजारका 95% सिस्टमले ठूला सपना मात्र देखाउँछन् र धोका दिने गर्छन्। होशियार हुनुहोस्, तपाईको मिहिनेत खेर जान सक्छ। अब जानौं विकेन्द्रीकृत डिसेन्ट्रलाइज्ड सिस्टमको शक्ति। यसमा काम गर्नुको फाइदा नै फाइदा छ। यहाँ पुरै पारदर्शिता हुन्छ। दुई पक्षबीचको प्रत्येक डेटा तपाईले आफै हेर्न सक्नुहुन्छ। यसले गर्दा धोका हुने चान्स 100%ले कम हुन्छ, किनकि जसले सिस्टम बनायो ऊ कसैको अधीनमा हुँदैन। यसको सबैभन्दा ठूलो फाइदा के हो भने तपाई स्वयं मालिक बस भएर काम गर्न पाउनुहुन्छ। अझ गजबको कुरा त तपाईले काम गर्ने बित्तिकै तपाईको पैसा 1 सेकेन्डमै सिधै तपाईको खातामा आउँछ, जुन तपाई जति बेला पनि निकाल्न सक्नुहुन्छ। अब तपाई आफै भन्नुहोस्, तपाई सेन्ट्रलाइजेसन अर्थात् अरूको गुलाम भएर काम गर्न चाहनुहुन्छ कि डिसेन्ट्रलाइजेसनमा जहाँ तपाई आफै बस हुने मौका पाउनुहुन्छ? पक्कै पनि तपाई डिसेन्ट्रलाइजेसन नै रोज्नुहुन्छ। त्यसैले तपाई निकै भाग्यमानी हुनुहुन्छ, किनकि म आज तपाईलाई शक्तिशाली डिसेन्ट्रलाइजेसन सिस्टम मेटावेल इकोसिस्टमको बारेमा बताउँदै छु। तर यसमा सुरुवात कसरी गर्ने त? पहिले तपाईको मोबाइलमा टोकन पकेट हुन जरुरी छ। चिन्ता नगर्नुहोस्, टोकन पकेटमा आईडी कसरी बनाउने भन्ने बारेमा म अर्को भिडियो लिएर आउने छु। मेटावेलमा कतिवटा प्रोजेक्ट छन् र यसका सुविधाहरू के छन् त? आउने क्रममा धेरै सिस्टमहरू रहेका छन्, तर अहिले दुईवटा मुख्य प्रोजेक्टहरू सञ्चालित छन्। पहिलो प्रोजेक्ट TNS, दोस्रो प्रोजेक्ट CES कोइन। अब यी दुई धमाकेदार प्रोजेक्टहरूको बारेमा विस्तृत रूपमा बुझौं। TNS मार्केटिङ विशेषताहरू। कमाउने अवसर, अनलिमिटेड टिम बनाएर अनन्तकालसम्म कमाउने अवसर प्रदान गर्दछ। लेभलहरूको प्रकार। S6 8 लेभल हुन्छन्। S3 यसमा 4 वटा लेभल हुन्छन्। जम्मा लेभल S6 र S3 गरी कुल 12 लेभल रहेका छन्। लेभलको मूल्य। पहिलो लेभलको मूल्य 10 IGT हो। 1 IGT को अर्थ $1 हो, अर्थात् पहिलो लेभलको मूल्य $10। नेपाली रुपियाँमा $10 को मूल्य 1600 हुने गर्दछ। हरेक लेभलको मूल्य अघिल्लो लेभलको भन्दा बढी हुन्छ। जति धेरै लेभल बढाउनुहुन्छ उति धेरै कमाई गर्न सकिन्छ। आम्दानी र वितरण। खातामा आउने रकम हरेक लेभलको आम्दानीको 90% तपाईको खातामा तत्काल अन सेकेन्डमा आउने गर्दछ। फन्डिङ पुलमा जाने रकम बाँकी 10% चाहिँ फन्डिङ पुलमा जाने गर्दछ। फन्डिङ पुलको फाइदा। यसले राम्रो लेभल हासिल गर्ने व्यक्तिलाई मासिक रूपमा प्यासिभ इन्कम दिने गर्दछ। यो प्यासिभ इन्कम 20,000 देखि 90 लाखसम्म हुन सक्छ। पैसा निकाल्ने सुविधा। तपाईको खातामा आएको पैसा जति बेला पनि निकाल्न सकिन्छ। टिम जोड्दाको आम्दानी लेभल 1 मा। यदि तपाईले लेभल 1 मा पहिलो टिम जोड्नुहुन्छ भने तपाईलाई $9 मिल्छ। $1 अर्थात् 10% फन्डिङ पुलमा जाने गर्छ। अतः जानौं यो दुई प्रकारका लेभलबाट कसरी कमाई गर्न सकिन्छ। पहिलो मार्केटिङ प्लान रहेको छ। S6 म्याट्रिक्समा जम्मा 6 जना पार्टनरहरू वा स्लटहरू हुन्छन्। यी 6 स्लटबाट हुने आम्दानी र यसका फाइदाहरू निम्न छन्। स्लट 1 90% तपाईको मेन्टर अपलाइनलाई, तपाईलाई यो सिस्टममा जोड्ने व्यक्तिलाई जान्छ। स्लट 2 को पनि अपलाइनलाई जान्छ। स्लट 3 90% तपाईलाई सिधै यो पैसा तपाईको वालेटमा आउँछ, जुन जति बेला पनि निकाल्न सकिन्छ। स्लट 4 अनि 5 को पनि तपाईलाई नै आउँछ, त्यो पनि काम गर्न साथ। स्लट 6 पूर्ण रकम क्रस लाइनमा जान्छ। जसको टिम छैन उसले पनि कमाउने मौका पाउँछ। यही स्लटले चक्रलाई पुनः सक्रिय रिसाइकल पनि गर्छ। निष्क्रिय आम्दानी, प्यासिभ इन्कम र टिम वर्क। मेन्टरको आम्दानी। पहिलो 2 स्लटको पैसा जसरी तपाईको मेन्टरलाई गएको थियो त्यसरी नै जब तपाईले जोडेको टिम जुनियरले काम गर्छन् उनीहरूको चक्रको पहिलो 2 स्लटबाट आउने आम्दानी स्लट 1 र स्लट 2 तपाईलाई आउने गर्छ, किनकि तपाई उनीहरूको मेन्टर हुनुहुन्छ। स्पिलओभर S6 मा तपाईको संरचना निम्न माध्यमबाट भरिने गर्दछ। तपाईको आफ्नै रेफरल, तपाईको अपलाइन अर्थात् गुरु मेन्टरले काम गर्दा तपाईको डाउनलाइनको कामबाट पनि भरिने गर्दछ। अनि S3 ले कसरी काम गर्छ त जानौं। S3 प्लान एउटा 3 स्थान स्लट भएको छोटो चक्र हो जसले तपाईलाई सिधा र लगातार आम्दानी दिन्छ। पहिलो स्लटको पैसा, पहिलो व्यक्ति वा स्लटबाट प्राप्त हुने आम्दानीको 90% हिस्सा तपाईलाई सिधै आउँछ। दोस्रो स्लटको पैसा, दोस्रो व्यक्ति वा स्लटबाट प्राप्त हुने आम्दानीको 90% हिस्सा पनि तपाईलाई नै आउँछ। तेस्रो व्यक्ति वा स्लटबाट प्राप्त हुने पैसा तपाईको गुरु मेन्टर अर्थात् तपाईलाई यो मार्ग देखाउने व्यक्तिलाई जाने गर्छ। यही पैसाले तपाईको S3 चक्रलाई पुनः सक्रिय रिसाइकल गरिदिन्छ र तपाईले फेरि सुरुवाती चरणदेखि नै स्लट भर्ने तथा आम्दानी गर्ने मौका पाउनुहुन्छ। तपाईले काम गर्दा जसरी तेस्रो स्लटको 90% पैसा तपाईलाई जोड्ने मेन्टरलाई गएको थियो, त्यसरी नै तपाईले जोडेका साथीहरू तपाईको टिमबाट पनि तेस्रो स्लटको आम्दानी तपाईलाई आउने गर्छ। दीर्घकालीन फाइदा। यसरी तपाईको टिम सक्रिय हुँदै जाँदा तपाईले पछिको समयमा गएर आफैले काम नगरे पनि वा थोरै गरे पनि एक निष्क्रिय प्यासिभ कमाई गर्न सक्नुहुनेछ। अब बुझौं CES कोइनमा लगानी गर्नुका फाइदाहरू। सुरुवात। यो सन् 2023 मा बजारमा आयो। यसको कुल संख्या सप्लाई 42 करोड छ। पुरानो मूल्य र नाफाको उदाहरण। सुरुमा यसको मूल्य 25 सेन्ट्स डलर नेपाली रु 39 रुपैयाँ थियो। यदि तपाईले त्यो बेला 200 वटा कोइन किन्नु भएको भए तपाईको लागत मात्र 7800 हुने थियो।
सोही लगानीको फाइदा 18 महिनापछि एउटा CES को मूल्य $20 देखि $22 सम्म पुगेको थियो। सोही मूल्यमा बेच्दाको फाइदा 6,08,000 रुपैयाँ हुने थियो। तपाईलाई लाग्न सक्छ अहिले त किन्न नसकिने मूल्यमा पुगिसकेछ। तर चिन्ता नलिनुहोस्, अझै पनि मौका रहेको छ। $20 को कोइन अहिले $2 को आसपास रहेको छ। 2-4 वर्षमा एक कोइनको मूल्य $20,000 पुग्ने सम्भावना रहेको छ। अहिले 20 वटा कोइन किन्न रु 6,000 जति लाग्छ, जुन मूल्य $20,000 पुगेमा नेपाली 6 करोड भन्दा माथि हुन सक्छ। वर्चुअल कोइनको आविष्कार सन् 2008 मा भयो र पहिलो कोइन बिटकोइन BTC आयो, जसका निर्माता सातोशी नाकामोको हुन्। बिटकोइनको चमत्कारी वृद्धि। सन् 2010 मा बिटकोइनको सुरुवाती मूल्य नेपाली 7 रुपैयाँ जति मात्र थियो। आज यसको मूल्य $1,12,000 रहेको छ। बग्रु 1 करोड 75 लाखको आसपास छ। 15 वर्ष पहिले 100 वटा BTC लिएको भए रु 700 लगानी लाग्ने थियो। मूल्य उच्च बिन्दुमा पुग्दा नेपाली 1 अरब 97 करोड भन्दा बढी हुने थियो। अन्य कोइनको उदाहरण BNB कोइन सुरुमा 1 पैसा डलर पनि थिएन, आज $1,000 भन्दा माथि छ। इथेरियम ETH सुरुमा $0.42 थियो, आज $4,000 को आसपास छ। समयमै निर्णय लिनुहोस्। तपाई गरिब परिवारमा जन्मनु तपाईको गल्ती होइन, तर गरिब भएरै मर्नु तपाईको गल्ती हुनेछ। कमाउने मौका सबैलाई आउँछ, तर त्यसलाई बुझ्नु र समयमै सदुपयोग गर्नुपर्छ। त्यसैले अहिले CS कोइनमा लगानी गर्ने मौका नगुमाउनुहोस्, किनकि सुरु भएको 3 वर्ष मात्र भएको छ। अहिले यो भर्खरै सुरुवातको चरण स्टार्टिङ फेजमा छ। भविष्यको योजना, यसमा आउन बाँकी, लन्च हुन बाँकी धेरै परियोजनाहरू, मेनी प्रोजेक्ट छन्। लगानीको अवसर, यदि तपाईँ माध्यमबाट कमाई गर्ने बाटो अपनाउन चाहनुहुन्छ भने तल विवरण डिस्क्रिप्सनमा एउटा लिङ्क दिएको छ जहाँबाट तपाईँ जोइन हुन सक्नुहुन्छ। YouTube च्यानल प्रवर्धन। यदि तपाईलाई यो भिडियो जानकारीमूलक इन्फर्मेटिभ लाग्यो भने YouTube च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साइडमा रहेको बेल आइकन अफमा थिच्नुहोस् ताकि मेटाहल सम्बन्धी कुनै पनि नयाँ जानकारी तपाईको मोबाइलमा सबैभन्दा पहिले पुगोस्। आगामी जानकारी अर्को भिडियोमा यसमा जोइन हुने तरिका र कमाएको पैसा खातामा लिने लगायतका सम्पूर्ण जानकारी A to Z डिटेल्स दिइनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद।